लाग्दो रहेछ तर यसरी भिडियो खिच्नु के ब्रेड टल्क भन्ने त्यसको मुनि रातो सिडी छ दाजु सबैजनाले आजको हाम्रो यो कविता कन्सर्ट कार्यक्रम सम्पन्न भइसकेको छ र सबैजनालाई धेरै धेरै धन्यवाद। धन्यवाद यो सम्मानको लागि। हाम्रा संस्थाका सल्लाहकार टङ्कना दाजुले चाहिँ खदा लाएर सम्मान गर्दै हुनुहुन्छ, साथै उहाँहरू एउटै जिल्लावासी पनि हुनुहुन्छ। हामी चाहिँ जुनु दिव्यनाराजीको नि कविता सुन्नेछौँ, साथै हामीसँग अरू पनि कार्यक्रम रहेको तपाईँलाई जानकारी गराउँदै अहिले भने चाहिँ नृत्यको लागि चाहिँ लक्ष्मी गुरुङज्यू यस रेस्टुरेन्टका उहाँ ओनर पनि हुनुहुन्छ। लक्ष्मीज्यू तपाईँ स्टेजमा आइदिनु म हार्दिक अनुरोध गर्दछु। त्यसपछि फेरि हाम्रो कवि उत्तम तुमसाली बज्यू आउनुहुनेछ र मैले जानकारी गराएँ तपाईँहरूलाई, यदि तपाईँहरू दुईटा रुन्ची म उहाँलाई उहाँको मायामा यसरी तपाईँहरूले पनि उहाँलाई भेटेर जान सक्नुहुन्छ भन्दै सेवारो साझालो सेवा र आजको यस कार्यक्रममा हाम्रो उत्तम तुमसालाई नेपालबाट नेपालको कोसेली लिएर हामीलाई सुनाउनु भयो र अब हामी पक्कै पनि नेपालबाट कोसेली पाइसकेपछि हामीले रित्ते हात चाहिँ फर्काउनु हुँदैन भन्ने मेरो हामी सबैको भावना हुनुपर्छ भन्दै म चाहिँ हाम्रो सबै नेपालीहरू बस्ने सबै नेपालीहरूको प्रतिनिधित्व गर्दै चाहिँ म मेरो मगर लयमा चाहिँ मेरो कविता वाचन गर्नेछु र कृपया सुनिदिनु होला। धन्यवाद। मेरो कविताको शीर्षक छ प्वाइङ खोला गुल्लायो। यो चाहिँ अब हामी सबैजना नेपालबाटै आएको भएको कारणले अब तपाईँहरूको पनि नजिक सबैतिर खोला पक्कै पनि होला होइन, त्यस्तै अब मेरो पनि खोला भएको कारणले मैले त्यही खोलालाई चाहिँ मेटाफोर बनाएर कविता लेखेको छु। यो भर्खरै लेखेको कविता हो र म सुरु गर्न चाहन्छु। प्वाइङ खोलाको लय। लटरम्म फलेको चुट्रो टिपेर पाखाभरि छोडेर बाख्राहरू, पहराभरि सन्तुष्टि पोख्ने माइली, वैशको ठुट्किलो उक्लिँदै गर्दा सपना फुलाउन परदेशिएको पनि आज जोडा दशक बित्यो। रातभर रुजेको माटोबाट उम्रिएका झरी च्याउहरूको बिस्कुन जस्तै थिए उसका रहरहरू अनि पातीको झ्यामबाट उडिरहेको पुतलीका बथान जस्तै थिए रङ्गी बिरङ्गी चाहना। तर यथार्थमा त अर्कै रहेछ जिन्दगी। गाउँघरको जस्तो कहाँ रहेछ र परदेशको हावा र माटो। एक तमासले सुझाइरहेको वनको सङ्गीत, नाचिरहेका चिमे चराका बथानहरूको भाका या नृत्य गरिरहेका मौवाका पातहरू जस्तै रुमाली सहरको कल्पना लिएर खोला भेट्न हतारमा ओर्लिरहेका खहरीहरू जस्तै झरेकी थिए ऊ त्यो सहर यो सहर। आज सोचिरहेकी छौ राईमाइला जस्तै गाउँ छोड्न कसले पार्यो बाध्य उसलाई। परदेशको यो अनेकांश कस ठेक्न कसले कर गर्यो उसलाई। प्रवासको धरीले लगाएको जुत्ता भिजाएपछि आज सडकको ढलबाट खसिरहेको पानी देखेर फेरि नोस्टाल्जिक भोरे उसको मन। सम्झियो रे उसले प्वाइङ खोलाको समीपता, जहाँ उसले आफ्नो बालखण्ड
सिँचाइ गरेकी थिए, त्यही पोइन्ट खोला जस्तै जीवन पनि आज ओह्रालो बग्दो छ हङकङको सहरमा। धन्यवाद। कविताको शीर्षक छ नुन। पहिले जिजुबाजेहरू खाली खुट्टा कछाड र टाउकोमा बर्को बेरेर बोराको धागोले बुनेको कोट फिरेर अनि कम्मरमा पटुका बाँधेर बटौली जान्थे र साथे थाप्लोमा नाम्लोको दामसँग केही पाठी नुनकै लागि झर्थे धरान कहिले लहैमा कहिले मजबुरीमा पहाडबाट हाम्रा पुर्खाहरूले। नाइल नदी जस्तै समय बगिरहेको छ लम्बिएर नुनका कथाहरू त्यही नाइल नदीको मुहानसँगै सुरु भएको हुनुपर्छ। नाइल नदी जस्तै समय बगिरहेको छ लम्बिएर नुनका कथाहरू त्यही नाइल नदीको मुहानसँगै सुरु भएको हुनुपर्छ। नुनको खोजीमा भौतारिएर पुर्खाहरू नुनसँग साटे शासकले तिनका स्वाभिमान केही तकमाहरूसँग साटिए नुनकै लागि लडे अरूको लडाईँ बगाए रगत वीरगति प्राप्त गरे र नुनले लेख्यो अनगिन्ती नुनका कारुणिक कथा। नुनले नै लेख्यो हाम्रा पुर्खाहरूको इतिहास। नुनकै खोजीमा छरिए संसारभर नुनको सोझो भएर हाम्रा पुर्खाहरू। नुनकै खोजीमा छरिए संसारभर नुनको सोझो भएर हाम्रा पुर्खाहरू नुनको दास भएर पोकल्यान्डको टापुदेखि बोडियोको झाडीसम्म पुगे हाम्रा पुर्खाहरू। मलायाको घना दलदल हुँदै आइपुगेका हुन् हङकङको सेकङ अनि जोर्डन न्युनम काम्तिङसम्म। नुन त ठुलो कुरा रहेछ। नुनको महत्त्व धेरै ठुलो रहेछ। म जो यहाँ छु नुनकै कथाको एक हिस्सा बनेर धन्यवाद।